नमस्ते सम्पूर्ण परदेशमा रहँदाखेरि बाटोमा हिँड्दाखेरि होस् अथवा घरमा बस्दाखेरि होस् एकदम सुरक्षित रहनु होला। एकैछिन यो भिडियो हेर्नुहोस् त। अनि सबभन्दा ठुलो कुरा मैले मेरो ज्यान चाहिँ बचाएँ होइन। मेरो घरकेली म त सधैँ सँगै कहिलेकाहीँ यसरी आइरहेको हुन्थ्यो। अनि मैले मेरो ज्यान चाहिँ बचाएँ किन उसँग चक्कु थियो अरू के थियो मलाई थाहा नै छैन। अनि त्यसपछि मोबाइलै लगिदियो। मैले मेरो हस्बेन्डकोबाट बनाइरहेको मलाई थाहा पनि छैन कहाँ गएर कम्प्लेन गर्ने भनेर। मलाई कहाँदेखि फलो गरिरहेको रहेछ। अनि मलाई अब याद कहाँ गएर कम्प्लेन गर्ने थाहा पनि छैन। फेरि उसले मलाई घचेर्दै तल पनि लिएर गयो होइन। अब मेरो आइफोन थियो उसले कहीँदेखि हेरिरहेको थियो ल। मेरो ब्यागमा केही पनि पैसाहरू अरू केही पनि थिएन। मनी भनिरहेको थियो मलाई यस्तोमा घचेरेर। अनि अब पैसै थिएन मसँग। मलाई कहाँदेखि फलो गरिरहेको थियो होला। अनि मैले त्यसपछि के गर्ने थाहा नै भएन के। उहाँको भएको चाहिँ खासमा के हो प्रश्न खुलाउनु भएको छैन र उहाँको प्रोफाइल पनि हेरेँ मैले। कसले आएर उहाँको चाहिँ मोबाइलहरू लिएर जानुभएको भनेर हाल्नुभएको छ। प्रश्न खुलाउनु भएको छैन। तर यो परदेशमा हुन्छ नै यस्तो। परदेशतिर एकदम हुन्छ, एकदम सुरक्षित रहनु होला। विशेष त आफ्नो देश छोडेर अर्काको देशमा गइसकेपछि नेपालीहरू धेरै ठाउँमा असुरक्षित छन्। जुन अर्काको देशमा अर्काको नियम कानुन हुन्छ त्यसमाथि पनि यो खाडी मुलुकहरूमा, उहाँ त सायद खाडी मुलुकमा त हुनुहुन्न होला, युरोप कन्ट्रीतिरै हुनुहुन्छ होला। युरोप कन्ट्रीमा पनि यस्तो हुन्छ। धेरै नेपालीहरू मारिरहेका छन्। र आफू सजग रहनुपर्छ। आफूलाई कसैले फलो गरिरहेको छ कि आफ्नो आफ्नो कसैले केयर गरिरहेको छ कि यो चाहिँ विशेष ध्यान दिनुपर्छ। उहाँले सामाजिक सञ्जालमा यो पोस्ट चाहिँ गर्नुभएको छ। अब यो पोस्ट गरेको उहाँले यो पोस्ट गर्नुको तात्पर्य अब यो सामाजिक सञ्जालबाट न्याय पाइन्छ भनेर त होइन होला। उहाँले चाहिँ यस्तो पनि हुन्छ है परदेशमा भनेर देखाउन खोज्नु भएको होला। र यो भिडियोबाट अरूले केही सिक्नुपर्छ। अरूले यो भिडियो यस्तो गरी गएर हालेको छ, अब म पुलिस बोलाइदिन्छु, यहाँ टिकटकले पुलिस बोलाइदिन्छ यहाँ त्यहाँ भनेर कमेन्ट गर्नुभएको छ। त्यो होइन। यो भिडियोबाट परदेशमा बस्ने अरूले केही सिक्न सकिन्छ। उहाँ यस्तो पनि हुन्छ है परदेशमा भन्ने सिक्न सकिन्छ र सजग रहन पनि सकिन्छ। विशेष त हामी आफ्नो देशमा छोडेर गइसकेपछि हाम्रो देशको सरकार एकदम केही पनि गर्दैन भन्दा नि हुन्छ। अर्काको देशमा हामीलाई केही भइगयो भने पनि अरू देशकाले गर्ने रेस्पोन्ड र हाम्रो देशको एमबिसीले गर्ने रेस्पोन्ड धेरै फरक हुन्छ। आफू नै सजग रहनुपर्छ, आफै सतर्क रहनुपर्छ र आफू जहाँ बसिन्छ त्यहीँ सुरक्षित रहनुपर्छ। र आफू हिँड्दा, बाटोमा हिँड्दा होस् अथवा घरमा बस्दा, एक्लै दुक्लै बस्दाखेरि आफू सुरक्षित भएर बस्नुपर्छ। योभन्दा केही समय अगाडि पनि जापानबाट एकजना चेलीले यस्तै भिडियो पोस्ट गर्नुभएको थियो। जापानमा चाहिँ एकजना मान्छेले आएर उहाँको ढोकाभित्र छिर्न खोजेको, ढोका फुटाउन खोजेको यस्तो भिडियो पोस्ट गर्नको एकदम हुन्छ, धेरै नै हुन्छ परदेशतिर। विदेशमा अर्काको देशमा एकदम हुन्छ। नेपालीहरूलाई त झन् उनीहरूलाई पनि थाहा छ कि नेपाल सरकारले केही पनि गर्दैन भन्ने। अनि नेपालीहरूलाई एकदम टार्गेट गरिरहेको हुन्छ। आफै सुरक्षित रहनुपर्छ। उहाँले चाहिँ कुन प्रसङ्गमा हाल्नुभएको भिडियो, उहाँको भिडियो पुरै हेरिसक्दाखेरि उहाँको चाहिँ सबै सामान मोबाइलहरू लगेको र उहाँले आफ्नो मोबाइल नभएर श्रीमानको मोबाइलबाट पोस्ट गरेको भन्नुभएको छ। यो पोस्ट गर्नुभन्दा पहिले चाहिँ तपाईँले त्यहाँको सम्बन्धित निकायमा चाहिँ रिपोर्ट गर्नु चाहिँ राम्रो हुन्छ होला। यो टिकटकमा पोस्ट गरेर उता दादासम्म ढिलो हुन्छ कि कुनै घटनाहरू घटिहाल्यो भनेदेखि यता सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा पहिले सकिन्छ भने प्रुफ लिनको लागि लाइभ खिच्न सकिन्छ भने त्यो पोस्ट गर्ने। नभएदेखि इमिडिएटली चाहिँ त्यहाँको सम्बन्धित निकायमा गएर रिपोर्ट गरियो भनेदेखि आफ्नो हराएको लस भएको सामानहरू पाउन सकिन्छ। सामाजिक सञ्जालमा पोस्ट गरेर मात्र चाहिँ पाउन सकिँदैन। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। हस्त धन्यवाद।